व्यवस्थापन, अर्थ र आवश्यकताहरू। म्यानेजमेन्ट, मिनिङ एन्ड एसेन्शियल्स इन नेपाली। व्यवस्थापनको अर्थ, मिनिङ अफ म्यानेजमेन्ट। व्यवस्थापन भन्नाले कुनै पनि संगठन जस्तै कम्पनी, सरकारी कार्यालय, गैर सरकारी संस्था, विद्यालय आदिको लक्ष्य हासिल गर्नका लागि उपलब्ध स्रोत साधनहरू, मानव संसाधन, पैसा, सामग्री, समय, प्रविधि आदिको कुशल तथा प्रभावकारी ढङ्गले योजना बनाउने, संगठित गर्ने, नेतृत्व प्रदान गर्ने र नियन्त्रण गर्ने प्रक्रिया हो। यो एक कला र विज्ञान दुवै हो जहाँ मानिसहरूलाई एकसाथ काम गर्न उत्प्रेरित गरेर निर्धारित उद्देश्यहरू प्राप्त गरिन्छ। सरल शब्दमा भन्नुपर्दा व्यवस्थापन भनेको चीजहरू सही तरिकाले गराउनु, गेटिङ थिङ्स डन थ्रु पिपल हो। व्यवस्थापनका आवश्यकताहरू, एसेन्शियल्स अफ म्यानेजमेन्ट। व्यवस्थापनलाई सफल बनाउनका लागि केही महत्त्वपूर्ण तत्त्व वा आवश्यकताहरू हुन्छन् जसलाई निम्न बुँदाहरूमा व्याख्या गर्न सकिन्छ। 1. लक्ष्य उन्मुख, गोल ओरिएन्टेड। व्यवस्थापन सधैँ निश्चित लक्ष्य वा उद्देश्य प्राप्तितर्फ केन्द्रित हुन्छ। कुनै पनि संगठनको अस्तित्व नै कुनै खास उद्देश्यका लागि हुन्छ र व्यवस्थापनले ती उद्देश्यहरूलाई प्राप्त गर्नका लागि सबै प्रयासहरूलाई एकताबद्ध गर्दछ। लक्ष्य बिना व्यवस्थापनको कुनै अर्थ हुँदैन। 2. सर्वव्यापी, पर्भेसिभ, युनिभर्सल। व्यवस्थापन हरेक प्रकारका संगठनहरूमा, चाहे त्यो सानो होस् वा ठूलो, नाफामूलक होस् वा गैर नाफामूलक, उत्पादनमूलक होस् वा सेवामूलक, सबै ठाउँमा आवश्यक पर्दछ। यो केवल व्यवसायमा मात्र सीमित नभएर घर, विद्यालय, अस्पताल, सरकारी कार्यालय आदि सबैमा लागू हुन्छ। 3. निरन्तर प्रक्रिया, कन्टिन्युअस प्रोसेस। व्यवस्थापन एक पटक मात्र गरिने कार्य होइन, यो एक निरन्तर चलिरहने प्रक्रिया हो। योजना बनाउने, संगठन गर्ने, निर्देशन दिने, कर्मचारी व्यवस्थापन गर्ने र नियन्त्रण गर्ने कार्यहरू संगठनको अस्तित्व र लक्ष्य प्राप्तिसम्म चलिरहन्छन्। 4. बहुआयामिक, मल्टिडाइमेन्सनल। व्यवस्थापनका विभिन्न आयामहरू हुन्छन्। यसले मुख्यतया 3वटा पक्षहरूलाई समेट्छ। कार्यको व्यवस्थापन, म्यानेजमेन्ट अफ वर्क, के काम गर्ने, कसरी गर्ने, कहिले गर्ने भन्ने कुराको व्यवस्थापन। मानिसहरूको व्यवस्थापन, म्यानेजमेन्ट अफ पिपल, कर्मचारीहरूलाई उत्प्रेरित गर्ने, नेतृत्व प्रदान गर्ने र उनीहरूबीच समन्वय कायम गर्ने। परिचालनको व्यवस्थापन, म्यानेजमेन्ट अफ अपरेशन्स, उत्पादन वा सेवा प्रदान गर्ने प्रक्रियाको व्यवस्थापन। 5. समूह गतिविधि, ग्रुप एक्टिभिटी। व्यवस्थापन कुनै एक व्यक्तिले मात्र गर्ने कार्य होइन, यो एक समूहमा गरिने गतिविधि हो। संगठनमा विभिन्न व्यक्तिहरू फरक फरक भूमिकामा काम गर्छन् र व्यवस्थापनले उनीहरू सबैलाई एउटै लक्ष्य प्राप्तिका लागि एकजुट गराउँछ। 6. गतिशील कार्य, डाइनामिक फङ्सन। वातावरण परिवर्तनशील हुन्छ, राजनीतिक, आर्थिक, सामाजिक, प्राविधिक आदि। व्यवस्थापनले यी परिवर्तनहरूलाई आत्मसात गर्दै संगठनको रणनीति र कार्यशैलीलाई सोही अनुसार समायोजन गर्नुपर्दछ। यो स्थिर नभई समय र परिस्थिति अनुसार परिवर्तन भइरहन्छ। 7. अमूर्त शक्ति, इन्ट्यान्जिबल फोर्स। व्यवस्थापनलाई भौतिक रूपमा देख्न वा छुन सकिँदैन, तर यसको प्रभाव र उपस्थिति संगठनमा महसुस गर्न सकिन्छ। जब कुनै संगठनले राम्रो प्रदर्शन गर्छ, लक्ष्य हासिल गर्छ र सुचारू रूपमा चल्छ, तब त्यहाँ कुशल व्यवस्थापन छ भन्ने बुझिन्छ। 8. प्रभावकारिता र दक्षता, इफेक्टिभनेस एन्ड एफिसिएन्सी। प्रभावकारिता, इफेक्टिभनेस, सही काम गर्नु वा लक्ष्य प्राप्त गर्नु, डुइङ द राइट थिङ्स। दक्षता, एफिसिएन्सी, कम लागतमा कम स्रोत साधनको प्रयोग गरेर काम सही तरिकाले गर्नु, डुइङ थिङ्स राइट। व्यवस्थापनले यी दुवै पक्षलाई सन्तुलित रूपमा अगाडि बढाउँछ। लक्ष्य प्राप्त गर्नु मात्र पर्याप्त हुँदैन, त्यसलाई कम खर्च र स्रोतको सदुपयोग गरेर प्राप्त गर्नु पनि महत्त्वपूर्ण हुन्छ। यी आवश्यकताहरूले व्यवस्थापनको आधारभूत संरचना र कार्यप्रणालीलाई बुझाउँछन्, जसले कुनै पनि संगठनलाई सफलतापूर्वक सञ्चालन गर्न मद्दत गर्दछ।